सुर्खेतको लागि आज यो डाँडाबास बरपानीमा दुईटा गाडी आएको छ। पञ्चमीको पूजा हाम्रो कैलीपुराको पूजा हुँदैछ। यहाँदेखि उकालो हिँड्नुपर्छ हामी फेरि। अब यो गाडी यहाँदेखि उकालो लाग्छ, यहाँसम्म त मैदानै छ। ठ्याक्कै हामी यहाँदेखि हिँड्नुपर्छ। हामी यो बाटो जाँदैछौँ। कालीको ड्राइभर अनि हाम्रो यो 52 बाजे यी हाम्रो होम गर्न जान लाग्यो। 52 बाजे पनि भाइरल अब कि टक्क यहाँ बस्नु भयो है। उहाँ गाडी छ हुनुहुन्छ, अहिले भाइरल बनाइदिनुहोस् भन्नुभयो। अब इन्टरभ्यू लिँदा लिँदै धौन्य भाइरल बनाएको छ। सबै देउता पूजा गर्न जानु हिँडेको। मेरो बुवा गाडीभित्र बस्नु भयो। यो दिदी दुईटा गाडी तेलपानी सुर्खेतको लागि देउता पूजा गर्न हिँडेको गाडी। हामीहरू डाँडाबास बरपानीमा यतातिर यो आर्मी क्याम्प छ, यहाँनिर गाडी रोक्ने गराएको पार्किङ। हामी यहाँ माथि पनि जाँदैछौँ। यहाँदेखि हिँड्दै अब यी गाडी यहाँबाट फर्किने भए हामी यो बाटो हिँड्दै हिँड्दै जाने भयौँ। उकालो अब लाग्यो। रक्षा गर भगवान्। कस्ता कस्ता ठाउँमा गाडी गएको छ, तर हाम्रो यो ठाउँमा बाटो भएर पनि गाडी जान सकेन। यसरी पुजारीलाई बोकेर भाइ छोराहरूले लाग्दैछन्। उहाँ पुगेका छन् हिँड्दै। मान्छेहरू हिँड्नुपर्छ। हो मान्छेहरू कालोमा हिँडिरहन्। तलतिरबाट यो आउने बाटो पाखा पाखेर तपाईँहरूलाई राम्रोसँग देखाउँदै के गर्नु। पानी पर्न लाग्यो, बादल लाएर यस्तो छ, केही देखिएन। हेर्नुहोस् यस्तो कालोमा हिँड्नुपर्छ हामी। ए मेरो लुरे भन्दा यहीँ छ। हेलो हेलो हाई गर्दै। हेलो हाई। पहिलोचोटि हाम्रो घरतिर जाँदैछ, आउन खोजिसक्यो। यहाँबाट यस्तो उकालो हिँड्दैछौँ हामी। उमा त्यहाँ छौ न, पखाइ छोइदिएको छु। यता मातिर फर्क्यौ त। हेलो हेलो गाइजहरू, हामी यसरी हिँडिरहेछौँ। सानो हामी यसरी हिँडिरहेछौँ। ल त्यसलाई ट्याक्क रोकेर राख्नु। हेर्नुहोस् गाइजहरू, हाम्रो बाटो यस्तो खोला छ। हामी यस्तो ढुङ्गा ढुङ्गामा हिँड्छौँ। किन 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 ल हेर्नुहोस् हाम्रो उकालोमा यसरी बोकेर हिँड्न पठाएको छ दुईजनालाई। एउटा पुजारी हाम्रो बाउ, एउटा हिँड्न नसकेर फुपू। अनि यसरी बोकी बोकी पनि पूजा गर्नै पर्ने। दै देउता भन्दा ठुलो केही छैन, राजा देउता मान्नुपर्ने। यस्तो गाह्रो छ, अब के गर्नु। भारी बोक्ने भएर नाङ्गै छ मेरो भदै त। यो भाइ यो तालुखुइले भाग्यमानी हुन्छन् भन्छन्, अभागी रहेछ, भारी बोकी बोकी गर्छ। अनि यो गरम पानीमा आइरहेछन् त्यो उकालोबाट। यता तलबाट पनि मान्छे उकालोमा हिँडिराख्नु भएको छ बस्तीको सहारामा। अनि यता यो पाखा पखेर यता पारिपट्टि यो बाटो यताबाट काटिरहेको छ, तर अब गाडी यहाँसम्म आउनु सकिरहेको छैन। यो बाडापनदेखि गाई बाख्रा चराउने ठाउँ। अनि यता माथितिर पनि यता पनि देखाइदिए। अहिले झ्याम झ्याम पानी परिरहेको छ गाईहरू। अनि
ठ्याक्कै यो धरमपानी यहाँ धरमशाला धरमपानी भनेर खाएको छ पानी थियो अहिले त्यो बाटो काट्ने भएर यहाँको पानी पनि हराएको छ हामीसँग पानी त छैन अगाडिको तिनीहरूको त्यो बोकेको अगाडि जुमबाट लिन्छ कि मलाई अब यहाँ कहाँबाट यसो चिम्लियो भने दाँतै फुट्ने यस्तो छ हाम्रो पानी यस्तो छ खाने पानी धरम पानी बाटो यहाँसम्म छेड्यो लो गाइज बर्दिया यता पर्छ गाइज यता यो साइड बर्दिया जिल्ला नै हो पुर्खाले बनाएको बाटो अहिलेसम्म त्यस्तै छ कसैले बनाउन सकेन गाइज यति चिप्लो छ यो बाटो ज्योति जोगी आयो काने चिरिया भन्ने जस्तो जस्ता नेता आए पनि यो हामीलाई काम लागेन आखिर हामीलाई यही बाटोमा नै हिँड्नु पर्यो अब म आउन सक्छु त यहाँ त राम्रोसँग है लु फाइनल्ली गाइज हामी तेलपानी देउराली डाँडा पुग्न सफल भयो लो तेलपानी गाउँ आइपुग्यो यो सुर्खेतदेखि आएको रोड हो गाइज हैन यो चाहिँ बडको बुट्टा यो चाहिँ पिपलको बुट्टा यो चाहिँ बाडी हो पुरानो छोडेको निकुञ्ज हो यो चाहिँ यो डाँडादेखि यता निकुञ्ज उता चाहिँ सुर्खेत पर्यो गाइज टोलीहरू पछाडि आउँदैछ म चाहिँ अगाडि आएको पुगिसकेछ गाइज यो पारी देखिरहेछ नि यो बाटो चाहिँ हरेकाडातिर गएको छ हैन ल गाइज तल एक घण्टासम्म लडा त्यो पराविधि गर्नु यो बर्को रुख पनि के छ पिपलको बुटा यो बर्को बुटा यो चुचुरा हो यहाँनिरको यो अब यो अहिले बादलले गर्दाखेरि अलिक टाढो देखिएन ल हामी यति बेला आफ्नो गाउँमा ल हेर्नुहोस् यसरी बोकेर लिएर आउनुपर्छ गाह्रो छ आधा मान्छेभरि पछाडि नै छन् गुन्जामा परेर यो यति राम्रो बाडी हामीले यहाँ छोडेको हाम्रो बुवाले 1 रुपियाँ पनि नलिएर यतिकै छोडिदिनु भएको सरकारलाई दान गरेको खै सरकारले केही दिएन कि अहिले यसरी उकालमा फसकबाट बोकेर ल्याउनु पर्यो गाह्रो छ हामीलाई हाम्रो गाउँ यो